साथीहरू, मेरो नाम पुष्पा हो। मेरो घर धनकुटा, हाल काठमाडौँमा बस्दै आइरहेकी छु। आज म तपाईहरूलाई मेरो जीवनमा घटेको एउटा सत्य कथा सुनाउँदैछु। कुरा आजभन्दा करिब 8 वर्ष अगाडिको हो। त्यो बेला म त्यस्तै 17 पुरा भएर 18 मा लाग्न लागेकी थिएँ। मेरो घरमा म एक्लै छोरी हो। मेरो 2 जना दाजुहरू छन्, विकल र सुबिन। विकल दाइ 12 मा पढ्दै हुनुहुन्थ्यो भने सुबिन चाहिँ 10 मा अनि म 9 कक्षामा पढ्दै थिएँ। बाबा मम्मी होचो भएर होला, मेरो हाइट पनि होचै थियो त्यो बेला। तर मेरो हाइट होचै भए पनि मेरो छातीको भोगटेको दाना भने सप्रिएको नै थियो। अलि छिटो दौड्यो भने त मेरो सप्रिएको भोगटेको दाना त दायाँ र बायाँ गर्दै हल्लिएर फुत्केला चाहिँ गर्थ्यो। अरू केटीहरूको तुलनामा मेरो भोगटेको दाना चाहिँ निकै ठुलो र आकर्षक थियो। जो कोही केटाहरूको एकचोटि आँखा मेरो भोगटेमा परेपछि मरिहत्ते गर्थे। केटाहरू मसँग नजिक हुन र ख्यास्न दिन्छे कि भनेर लाइन मार्थे। भर्खर 17 लाई बिदा गरेर 18 वर्षमा प्रवेश गर्दै थिएँ। भर्खरै मात्रै मेरो तलको छालाको मादलको टुप्पो चलाएर आनन्द लिन सिक्दै थिएँ। कहिलेकाहीँ घरमा एक्लै हुँदा बाथरुममा गएर आफ्नै भोगटेको दाना मुसारेर आनन्द लिँदै थिएँ। मेरो सप्रिएको भोगटेको दानामा साबुन दलेर खेलाउँदा त लास्टै मजा आउँदो रहेछ। आफैले भोगटेको दानाको मुन्टालाई औलाले छिटो छिटो चलाउँदा त तुरुक्कै पिसाब आउला जस्तो हुँदो रहेछ। स्कुलमा धेरै केटाहरू मेरो नजिक हुन खोज्थे अनि यसलाई कसरी फकाएर ख्यास्न पाइएला भनेर दाउ हेरिरहेको हुन्थे केटाहरू। तर मलाई केटाहरूको नजिक हुन अनि ख्यास्न औधी मन भए पनि लास्टै डर लाग्थ्यो। किनकि मेरो माथिको भोगटेको दाना सप्रेकै भए पनि मेरो तलको छालाको मादल भने कलिलो झाडी नै नपलाएको भर्खर झाडीको रेखी मात्रै बस्दै थियो। औला छिराएर मैले ट्राई गरिसकेकी थिएँ, लास्टै पोल्दो रहेछ। झन् केटाहरूको त्यत्रो लत्रक्क परेको नसोको लुम्सो पसाउँदा त थाम्न सकिँदैन भन्ने अनुमान लगाइसकेकी थिएँ। फेरि जो पायो त्यही बोका केटाहरूलाई ख्यास्न दिने हो भने त बिउ छरेर लापत्ता भयो भने त बर्बादै हुन्छ नि। म यही सोचेर त्यति केटाहरूलाई वास्ता गर्दिन थिएँ। बरु जसो तसो औलाले नै काम चलिरहेको थियो। एक दिनको कुरा हो, शनिबारको दिन थियो। म छिमेकी दाइ रूपक दाइकोमा कोदो रोप्न सघाउन गएको थिएँ। साउनको महिना थियो। दिनभर सिमसिमे पानीमा हामीले कोदो रोप्ने काम गर्यौँ। रूपक दाइले मेलो खन्ने अनि हामी 3-4 जनाले चाहिँ रोप्ने काम गरियो। रूपक दाइ पनि अलि बोका टाइपको थियो। त्यो मकै बारीमा कोदो रोप्ने क्रममा अरूले नदेखेको बेला मेरो भोगटेको दाना निचार्ने गर्थ्यो। कोदो रोप्दै गर्दा मेलोमा घरि चाकबाट कोदालोको बिर्ले गोस्ने त घरि मेरो भोगटेको दानाभित्र माटो छिराइदिन्थ्यो। कसैले नदेखेको बेला मैले पनि कति चल्दो रहेछ भनेर मैले पनि माटोको डल्लोले उसको तुनलुङ्ग झुन्डिएको नसोको लुम्सोमा हानिदिन्थेँ। यसरी नै दिन बित्यो। साँझ भएपछि हामी सबै मेलाबाट निस्कियौँ। दिनभरि भिज्दै कोदो रोपेकोले साँझ घर निस्केपछि सबैले कोदोको सेन्तेरेम हान्न थाले। तर म चाहिँ कहिले खाने बानी नभएकोले खाइन। सबैजनाले उतै दाइहरूकोमै खानासाना खाएर अरू दिदीहरू आफ्नो घरतिर लागिसकेको थियो। म पनि घर जानको लागि निस्किन लाग्दा पानी पर्न थाल्यो अनि उज्यालो बाल्ने कुरा पनि केही नभएकोले रूपक दाइलाई पुर्याइदिन आग्रह गरे। रातको 11 बजिसकेको थियो, पानी पनि परिरहेको थियो। रूपक दाइले 2वटा छाता निकाल्नु भयो अनि मलाई एउटा छाता दिएर उहाँको मोबाइल बालेर हामी मेरो घर हिँड्यौँ।